नमस्ते सबैजनालाई फेरि पनि मेरो नयाँ भिडियोमा यहाँलाई स्वागत छ। यति बेला हामीहरू घुमघामको सिलसिलामा नर्थ क्यारोलिनाको चाहिँ ग्रिन्सबोरो हाई पोइन्ट मिस्टम सलिम एरियातिर छौँ र यहाँ चाहिँ घरहरूको अवस्था कस्तो छ, घरलाई कति पर्छ अनि नेपालीहरू कति हुनुहुन्छ हैन, यो विस्तृत रूपमा चाहिँ मैले यो भिडियोमा जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नु होला। यहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ प्रकाश दाइ, अनि यहाँ चाहिँ हाम्रो अनिल दाइ हुन्छ। अनिल दाइ आज चाहिँ सबै हेरेर मैले घरहरू कसरी बन्छ, कति जति पर्छ हैन, कुन कुन एरियामा कस्तो छ, यहाँ कामहरू पाउन के गर्छ, कस्तो काम पाइन्छ, सम्पूर्ण मैले यहाँ जानकारी दिनेछु। भिडियोलाई कृपया अन्तिमसम्म हेर्नु होला। अहिले चाहिँ हामी यो घरहरू बन्दै गरेको कम्युनिटीतिर जाँदैछौँ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो यतातिर चाहिँ एकदम हरियाली अनि शान्त चाहिँ हुन्छ, अनि सफा पनि सफा छ है, तपाईँ यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ म यो बन्दै गरेको घरमा आइपुगेको छु। यहाँ पछाडि छ। अहिले चाहिँ हामी नर्थ क्यारोलिनामा छौँ र यो बन्दै गरेको घरहरू हेर्दैछौँ। यहाँको एभरेज प्राइस के कति छ, अनि यहाँ बस्ने मान्छेहरूले नर्मली के काम गर्नुहुन्छ, काम पाइन्छ पाइँदैन, के छ यहाँको अवस्था। मैले हामीसँग हुनुहुन्छ प्रकाश छेत्री दाइ हुनुहुन्छ, यहाँको लागि नर्थ क्यारोलिनाको लागि रियल्टर पनि काम गर्नुहुन्छ। उहाँ दाइले के भन्नुहुन्छ, यहाँ के छ यहाँको अहिले नर्मल्ली? वास्तवमा यहाँ धेरै मान्छेहरू मुभ हुनको कारण त यहाँको मेन भनेको मौसम हो हैन। काम भनेको यहाँ चाहिँ कम्पनीहरूको कामहरू, एमाजोनहरू हैन, वालमार्टहरू, खास यहाँ चाहिँ यस्तो कम्पनीहरूको काम हुन्छ हैन। अब कसैले यहाँ आफ्नै डेलिभरी पनि गर्नुहुन्छ हैन। यस्तै छ यो कामहरू। अन्त जस्तो गरिन्छ यहाँ पनि लगभग त्यस्तै हो। हामी चाहिँ अहिले यो कर्नासभिलको यो कमिटीमा छौँ हैन, बन्दै गरेको यहाँ लगभग कति घर बन्दैछ। यहाँको प्राइस चाहिँ कति छ नर्मल्ली एभरेजमा चाहिँ यहाँको यो घरहरूको? यहाँको चाहिँ 4 लाख माथि छ। यो कम्युनिटी अरूभन्दा थोरै महँगो छ। यहाँको घरहरूको एभरेज भनेको यो चाहिँ कति बेडरुम कति बाथरुम होला? यो चाहिँ 5 बेडरुमको लागि यो अराउन्ड 420 छ यसको। हामी अहिले तपाईँलाई यहाँ सानो जानकारी दियो। तपाईँलाई यदि तपाईँलाई नर्थ क्यारोलिनामा मुभ हुने सोच्दै हुनुहुन्छ, तपाईँले घर किन्ने सोच हुनुहुन्छ भने कृपया हाम्रो प्रकाश छेत्री दाइलाई चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। मैले तपाईँलाई तल नाम र फोन नम्बर पनि लेखिदिएको हुन्छु। धन्यवाद। यो घरहरू चाहिँ बन्दै घरहरू चाहिँ यो नर्थ क्यारोलिनाको चाहिँ यो कर्नासभिल नजिकमा बन्दै घर हो। यिनीहरू चाहिँ 4 बेडरुम 5 बेडरुमको घरहरू छ। अनि यसको प्राइस भनेको एभरेज चाहिँ 4 लाखदेखि 4,50,000सम्म घरहरू हेरेर मोडल अनुसार हेरेर, अनि तपाईँले भित्रको चाहिँ किचनहरू होइन बेडरुमहरूमा केही चेन्ज भएको छ भने प्राइसमा चाहिँ थपघट हुन्छ। तर यसको एभरेज प्राइस भनेको मान्नु न 4 लाख जति हो। यहाँ चाहिँ धेरैवटा घरहरू बन्दैछ, लगभग 200वटा घर बनिरहेको छ। अनि यहाँ चाहिँ के हुँदैछ भने यति धेरै नेपालीहरू मुभ हुनुभएको छ कि, अनि अरू अन्तबाट आउने अरू मान्छेहरू मुभ हुनुभएको छ कि यो घरको जग्गाको जब लड चाहिँ खुल्छ अनि तब मान्छेहरूले आएर बुक गरिसक्नुहुन्छ। किन भन्दाखेरि त्यो बुक गरिसकेपछि चाहिँ पछाडि घर सोलट हुँदैन र आफूले सुरुमै बुक गरेपछि कुन खालको बन्ने हो आफूले चाहिँ अन्डर कन्ट्याक्ट गरेपछि त्यही कन्ट्याक्टमा भएअनुसारको घरहरू बन्ने गर्छ। अहिले हामी नर्थ क्यारोलिनामा घुम्दैछौँ। दाइ न्युयोर्कदेखि आउनुहुन्छ। नमस्ते। कस्तो लाग्यो दाइ नर्थ क्यारोलिना समग्रमा, अनि यहाँ घरहरू कस्तो लाग्यो तपाईँलाई? समग्रमा अब भन्नुपर्दाखेरि नर्थ क्यारोलिना चाहिँ हामीहरूको लागि चाहिँ एकदम बेस्ट र राम्रो ठाउँ मैले देखेँ हैन। अब भोलि भविष्यमा अब हाम्रो पनि वातावरण मिल्दै गयो भने बिस्तारै हामी पनि यतातिर मुभ हुनलाई एकदम सहज र राम्रो वातावरण छ। अब भाइहरूले पनि यतातिर अब घरहरू हेरिरहनु भएको छ। यहाँ सबै चिजमा अब जस्तो कामकै सिलसिला भन्नुपर्दाखेरि पनि तपाईँको एमाजोन वालमार्टहरू यस्तो राम्रो कम्पनीमा काम गर्न पनि सकिने रहेछ। र प्लस अब घरहरू पनि तपाईँको राम्रो र सस्तो तरिकाले एकदम मिलेको ठाउँ, वातावरण सबै कुराहरू मिलेर बनेको ठाउँ रहेछ यो क्यारोलिना। यो ठाउँमा चाहिँ तपाईँहरूले सकेसम्म एकचोटि यो ठाउँमा भिजिटिङ गरेर, अर्थात् यो ठाउँमा मुभ हुने तपाईँहरूले एउटा चाहिँ वातावरण चाहिँ बनाउनु होला, गर्नु होला, म यही भन्न चाहन्छु। यो तपाईँले यो हेरिरहेको घर चाहिँ यो चाहिँ एभाइलेबलै रहेछ होइन। यहाँ तपाईँले एभाइलेबल देख्नुहुन्छ। यसको चाहिँ 4,30,000 रहेछ होइन। यो सबै अमेरिकन डलरमा हुन्छ है, फेरि तपाईँहरूले नेपाली भन्नु होला होइन। यो चाहिँ यतापट्टि घर छ, यो पनि चिटिक्कको घर छ, हेर्नु कति राम्रो छ। यो घरमा चाहिँ यहाँ बन्दैछ। यसमा चाहिँ कन्स्ट्रक्सन चाहिँ मुन्गो हाउसले गर्दैछ होइन, नर्मल। उहाँ हेर्नु भने उहाँ उता चाहिँ भर्खर यो चाहिँ छाना छाउने काम हुँदैछ, तपाईँले देख्न सक्नुहुन्छ।
तपाईँलाई चाहिँ यो यहाँको बारेमा अथवा कुनै कुरा बुझ्नु छ, तपाईँ कुनै कन्फ्युजन हुनुहुन्छ, के हुनुहुन्छ भने कृपया मैले चाहिँ तपाईँलाई तल चाहिँ मैले डिस्क्रिप्सनमा चाहिँ मैले हाम्रो यहाँ नर्थ केरलामा हाम्रो दाइले रियल्टर गर्नुहुन्छ प्रकाश छेत्री होइन, उहाँहरूको मैले तपाईँलाई इमेल आइडी पनि राखिदिन्छु र अनि मोबाइल नम्बर पनि राखिदिन्छु, तपाईँले उहाँसँग रिच आउट गर्न सक्नुहुन्छ होइन। अनि मेरो नाम लिनु होला, मैले सन्तोष छेत्री मार्फत पाएको भनेर लिनु होला, तपाईँलाई विशेष रूपमा पक्कै पनि हेर्नुहुनेछ दाइले होइन। यहाँ देखाउँदैछु, यहाँ यस्तै छ है, यहाँ चाहिँ घरहरू टन्न बनिरहेका छन् है। यो घरको एभरेज प्राइस त त्यही 4 लाखदेखि 4.5 लाखसम्म रहेछ। अनि यो कुनैमा अब नर्थ केरलामा आएर त्यत्रो प्राइस भन्नुहुन्छ भने यहाँ नि कम्युनिटी हेरेर अनि घरको मोडल हेरेर अनि भित्रपट्टि कस्तो छ त होइन, भित्रको इनसाइडबाट हेरेर पनि हुन्छ। किन भन्दाखेरि घरहरू त तपाईँको 3 लाख 3.5 लाख पनि आउँछ होइन। त्यहाँनाले चाहिँ यो चाहिँ घरहरू चाहिँ चिटिक्क परेको घरहरू छन् होइन। अनि यिनको मूल्य त्यही 4 लाख 4.5 लाख रहेछ होइन। यहाँको चाहिँ मेन भनेको हावापानी चाहिँ एकदम राम्रो हुनाले चाहिँ यो चाहिँ अहिले बन्दै गरेको घरमा छु र यतापट्टि चाहिँ भर्खर सामानहरू चाहिँ फिट गरिँदै रहेछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो किचनको लागि रहेछ होइन, यो बारहरूको लागि। अनि यता पछाडि चाहिँ फेरि तपाईँले हेर्नु भने यता पछाडि चाहिँ जङ्गल जस्तो छ होइन। यता यो जङ्गल जस्तो भएपछि चाहिँ फेरि यो शीतल आउँछ यताबाट होइन, यता शीतल आउँछ। यहाँ चाहिँ भर्खर पेन्टिङहरू होइन सामानहरू फिट गर्ने कार्यक्रम हुँदैछ। म तपाईँलाई अगाडि माथि लग्न सर देखाउँछु है त, माथि गएर हेरौँ है, माथि गएर हेरौँ के छ। यो चाहिँ माथि आइसकेपछि चाहिँ यहाँ नि सबै काम हुँदैछ, यहाँ काम गर्ने मान्छेहरू छन् है, माथि भर्याङ छ। अनि यहाँ चाहिँ यो चाहिँ बन्दै गरेको घर हो। यहाँ खासै त्यस्तो हो, यो चाहिँ बन्दै गरेको घर हो होइन। यो समग्रमा देख्नुभयो यसरी नै बनाइन्छ, प्रायः सबै काठबाट नै बनाइएको हुन्छ, फलामहरू त्यति युज गरिँदैन। फलामहरू सिमेन्टहरू भनेको फलाम त युजै गरिँदैन होइन। सिमेन्टहरू भनेको चाहिँ यो ड्राइवे बनाउनलाई, यो पेटीहरू बनाउनलाई मात्रै युज गरिन्छ, यही नै हो है। अहिले चाहिँ हामी यही कर्नास भिलमै रहेको अर्को कमिटीमा आइपुगेका छौँ र यहाँ चाहिँ तपाईँले मेरो ब्याकग्राउन्डमा यहाँ यो घरहरू बन्दै गरेको पनि देख्न सक्नुहुन्छ। यो पनि बेडरुमहरू चाहिँ ठ्याक्क तपाईँको त्योभन्दा अझै हल्का सानो जस्तो पनि देखिन्छ घरहरू, तर चाहिँ प्राइस चाहिँ यहाँ चाहिँ 350बाट सुरु हुन्छ होइन, 3,50,000बाट चाहिँ यहाँ सुरु हुन्छ। अनि यसको चाहिँ 3,50,000 सुरु हुन्छ। यसको चाहिँ 4 बेडरुमै 4 बेड 3 बाथ होइन, त्यस्तै छ होइन नर्मल्ली। अनि यहाँ चाहिँ सबै यो नयाँ कमिटीमा चाहिँ घरहरू चाहिँ सबै यो बन्दै नै छ होइन। यहाँ चाहिँ यो तपाईँको कुनै घर महँगा कुनै घर सस्ता किन हुन्छ भन्दा कम्युनिटी कस्तो छ, अनि त्यहाँपछि त्यहाँको स्कुलको रेटिङ कस्तो छ होइन, अनि त्यसले चाहिँ डिटरमाइन गर्छ तपाईँको चाहिँ कति चाहिँ एक्सपेन्सिभ छ कति चाहिँ चिप छ भनेर होइन। अनि यो घर यहाँ 3,50,000 पाइएको घर त्यहाँ 4 लाख भन्ने हुँदैन, किन भन्दा त्यहाँको ठाउँ र अनि तपाईँको ब्याक यार्ड फ्रन्ट यार्ड होइन धेरै कुराहरू चाहिँ फरक पार्छ होइन। तपाईँले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अझै कामहरू भइरहेको छ है। उहाँ परसम्म पनि तिनै घरहरू चाहिँ भइसकेको घरहरू होइन। यतापट्टि चाहिँ तपाईँको यो डेडिनमा चाहिँ यो घरहरू बनिरहेको छ, यही नै हो तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ घरहरू बनिसकेको घरहरू, यो उता साइड चाहिँ बन्दै नै छ। यो चाहिँ मान्छेहरू मुभ भइसकेको घरहरू यिनीहरू चाहिँ है। यहाँ चाहिँ यो समग्रमा यही नै हो, यस्तैहरू घरहरू चाहिँ। मैले चाहिँ सरस्वती चाहिँ यो घरहरूको बारेमा नर्थ क्यारोलिनाबाट जानकारी दिएँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। यदि च्यानलमा नयाँ हुन्छ कृपया लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु। थ्याङ्क यू सो मच फर वाचिङ है त।